खाउने औँसीमा गाइस यो मम्मीको लागि रेडी बनाइसकेका छौँ है। यहाँ रसवरी दही जेरी यहाँ सबै एप्पलहरू हैन। यो अर्कै अर्ग्यानिक मासु, यो डुप्लिकेट मासु हो गाइस है। खुवाउँदैछौँ गाइस। अब मम्मी आउँदै हुनुहुन्छ है हैन गाइस। अब मम्मी आउँदै हुनुहुन्छ कसम है कि हैन। अब मम्मीले खुवाउँदै हुनुहुन्छ यिनले। यो चाहिँ मम्मीको लागि रुमाल। अब धेरै दिन नसके पनि अब आमा खुवाउने आउँछ मम्मीको एउटा हात छैन, हात छोप्नको लागि चाहिँ रुमाल ल गाइस है। ल राम्रो भयो गाइस। आज आमा खुवाउने औँसी हो, मम्मीलाई खुवाउँदै हुनुहुन्छ हामी। दही खुवाई पहिला अनि त्यसपछि के रसवरी मुखमा अट्छ त। अब अरू चिज आफै खानुहुन्छ क्या। स्याउ 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 अब स्याउ बुवाले आफै छानेर खानु ल। यो मासु अब बियर हालिदिने। हामी सम्पन्न भयो। हामी के अरे हाम्रो आमा खुवाउने औँसी चाहिँ आज के गर्नु ए जेठी छोरीले खुवाउँदैछिन्। दही खुवाएको हो त ल ल गाइस। आजको के अरे आमा खुवाउने औँसी चाहिँ सकियो गाइस। ए अरू छोराहरू यहाँ छन्। यो नम्बर 1 यो बोका यो बोका हाँस त गाइस। ल सकियो आजको हाम्रो यो सिबिजी ब्लग। आज आमा खुवाउने औँसीको हो। एउटा मेमे हुनुहुन्छ त्यो भएर धन्यवाद भन्दै हुनुहुन्छ। जहाँ खाँदै हुनुहुन्छ ल गाइस। आजको ब्लग यति नै हो। ओके बाई बाई। मम्मीको नाम गर्दै हामी पनि चिसो हान्दैछौँ गाइस। ल यो भाइले हो, यो भाइको लागि अनि यो तिम्रो लागि ल लिऊ एउटा। खोइ भाइ कहाँ गयो भाइ। गाइस मम्मीको नाम गर्दै आमा खुवाउने औँसीमा मम्मीहरूले चाहिँ मम्मी बाबाले चाहिँ त्यहाँ खाँदै हुनुहुन्छ हामी पनि गाइस।